प्रकृतिसँगै धार्मिक क्षेत्रले पनि यो ठाउँ भरिएको रहेछ सन्दकपुर चाहिँ। किनभने सबै राम्रो होस्, सबैको राम्रो होस्, मेरो पनि राम्रो हो। यो शिर हो, यो अत्यन्तै पवित्र ठाउँ हो। सबैजना जति पनि संसारभर बस्ने नेपाली हुनुहुन्छ सायद यो ठाउँको दर्शन एकदमै कमले गर्नुभएको छ। फेरि बोल्न रोकेको थियो अरे मेरो हजुरआमाले चाहिँ माई खोलामा ल्याएर परेवा उडाउने के भनेर भाकल राखिदिनु भएको रहेछ मेरो नामबाट। त्यसपछि म फेरि बोल्न थालेको थिएँ र अरे र अलिक पछि म ठुलो भएपछि आएर त्यो मैले भाकल पुरा पनि गरेँ। कन्काई माई भगवती उत्पत्ति स्थलमा अहिले हामी पुगेका छौँ। यो चाहिँ इलाममा छ, इलामको सन्दकपुरमा छ। इन्डियाकै सिमानामा रहेको सन्दकपुर विराजमान छ र हामी यहाँ आइपुगेका छौँ। हामी आइपुग्दा एकदम पवित्र महसुस भयो। यहाँनिर मन्दिरै मन्दिर रहेछ, तर पुजारी बेगरको मन्दिर रहेछ। केही समय अगाडि यहाँ पुजारी पनि बस्नुहुन्थ्यो अरे, तर उहाँ पुजारीनीको मृत्यु भइसके पछाडि र उहाँहरूले पाल्नुभएको जनावरको पनि मृत्यु भए पछाडि यहाँनिर कोही बस्न छोड्नु भएको रहेछ। वर्षमा एकचोटि टाढाबाट एकजना बुढी आमा आएर सरसफाइ गर्नुहुन्छ अरे। अब यो भिडियोमा हेरौँ के छ, हामी तपाईँहरूलाई देखाउनेछौँ है त। फाइनल्ली हामी मन्दिरमा आइपुगेका छौँ। अब मन्दिरसँगै हामी दर्शन गर्न पोखरीको पनि गर्छौँ, किनभने उत्पत्ति भएको ठाउँको नै दर्शन गर्ने हो। भगवान् यस्तो छ। यहाँनिर चाहिँ आस्थाहरू यसरी ढुङ्गामाथि ढुङ्गा राख्ने आस्था हुन्छ नि एक प्रकारको। अनि हुँदैन थियो होला। यहाँ माथि पनि अब खासै माथि छैन हैन, यही उम्रेर फेरि कन्टिन्यू हो, योभन्दा कम हुँदैन ठिकै हो है। यहाँ हामीले देख्न सक्नुहुन्छ नेपालको सबैभन्दा लामो पुल चाहिँ झापा जिल्लामा कन्काई खोलामा कन्काई नदीमा छ। जुन नदीको पुल बन्नका लागि पानीको सुरुवात भएको छ यही ठाउँबाट। यो शिर हो, यो अत्यन्तै पवित्र ठाउँ हो। यो यति पवित्र ठाउँ हो कि यहाँ हेर्न आउँदै अर्कै आनन्द लाग्यो। र यो ठाउँमा अहिले कोही पुजारी हुनुहुन्न, मन्दिर छ, शिर, यहाँ धेरै शिवको पूजा हुन्छ, सबै चिज हुन्छ। यहाँ हेर्नु है, पिउँदा हुँदैन एकदम सुत्ता पानी। यहाँको एउटा अद्भुत शक्ति यहाँबाट सुरु भएको रहेछ। वाउ, कन्काई माईको शिर। अहिले इलाममा 5 वटा शिला भेट्यो भन्ने पनि छ नि त। माई खोलामा, माई खोलामै, यही खोलामा, यहीबाट उहाँ पुगेकै खोलामा, यही खोला गएको छेउमा यहीबाट यस्तै यस्तै त शिला भेटेको नि त हैन। यस्तै 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 र माई खोलामा शिला भेटियो भन्ने तल अहिले समाचार धेरै आएको छ भने माईको शिरमा चाहिँ हामीले यस्तो चिज भेट्यौँ जुन सायद यसको भिडियो त खासै नेपालतिरबाट त बनेको छैन, आएकै छैन हैन, आएको छैन। यो ठाउँमा आएर हुन त भगवानको प्रचार त हामीले गर्नु पर्दैन, किनभने हामी यो 2 दिन यो संसारमा रहने, यो अहिलेदेखिको खोला होइन हैन, अहिलेदेखिको कुरा होइन। तर पनि हामी यो युगमा रहनेहरू जति हुनुहुन्छ पवित्र ठाउँ, यो ठाउँको दर्शन गर्न चाहिँ आउनु होला। आउने बाटो सजिलो छ। प्रकृतिसँगै धार्मिक क्षेत्रले पनि यो ठाउँ भरिएको रहेछ सन्दकपुर चाहिँ। किनभने जुन कन्काई माईको शिर सँगै यता धेरै मन्दिरहरू जुन विभिन्न आफ्नै एउटा इतिहास छन्। र यो ठाउँमा मलाई चाहिँ के लाग्यो भने यो ठाउँमा आउँदाखेरि चाहिँ उहाँहरूले भन्नुभयो हिजो यहाँ त यो पनि छ नि भन्दाखेरि त सुनमा सुगन्ध जस्तो लाग्यो क्या हैन। एउटा चिजको लागि हामी आएको र यहीँ लुकेर रहेको एउटा कुवा र यही माई खोलाको अहिले अब धेरैजनाले त तल देवीको उत्पत्ति
उहाँले त्यो ढुङ्गा भेटेको यही खोलाबाट गएको पानीमा छ र यो दाहिने घुम्ने हो कि त ब्रे यो यस्तो यस्तो है अनि हामीले अहिलेको धुपहरू चाहिँ कहाँ पाल्ने हो अब हामी माथि मन्दिरमा पाल्ने ए मन्दिरमा है ल जाउँ ल सबै राम्रो होस् सबैको राम्रो होस् मेरो पनि राम्रो होस् सबैको राम्रो होस् सबैको राम्रो गर्न सकियोस् सबैले राम्रो गरून् यही हो हाम्रो देशमा अहिले भएको यो उथल पुथल साम्य भएर चाँडै राम्रो होस् म यही कामना गर्न चाहन्छु जय गणेश जय गणेश जय गणेश देव गणेश भगवानको शिला यस प्रकारको देख्न सक्नुहुन्छ यहाँ आउँदाखेरि एकदम पवित्र ठाउँ हो अब पवित्र ठाउँमा पवित्र कुराहरू देख्न सकिन्छ जस्तै माई भगवती गणेश भगवान पनि हामीले हेऱ्यौँ र माई भगवती उत्पत्ति हुनुभएको ठाउँ रहेछ नि त यो अनि एकदम आनन्द फिल भएको छ यहाँ अघि म त गले जस्तो लाग्थ्यो त्यत्रो उकालो चढेर आउँदा ओह्रालो जाँदा यहाँ आएपछि साँच्चै नै शान्त भयो यो चाहिँ साह्रै राम्रो भाइब खुसी लाग्यो अब यहाँनिर चाहिँ मेन मन्दिर यहाँ चाहिँ शिव शङ्कर भोलेनाथ शिव भगवानको भाइ भाग्य भाइ उयो गर्नु बत्तीहरू बाल्नु है उयो निचाइदियो त्यो सले त्यो निचाइदियो सर यो एकचोटि यसो समातिन्छ अर्को ठुलो उता नि यदि गरिदिनुहोस् ल म तेल हाल्छु ल हामी यो भाइले पनि चाल्नु आफूले गर्नु है यो आज हामी यस्तो पवित्र ठाउँको दर्शन गर्दैछौँ मसँगै सबैजना जति पनि संसारभर बस्ने नेपाली हुनुहुन्छ सायद यो ठाउँको दर्शन एकदमै कमले गर्नुभएको छ माई खोलाको शिर सँगै गणेश भगवान शिव भगवान अब अलिक चलाउँछु मेरो हात उयो भयो मसित कता छ कि तान्नु पर्ने हो दियो सानो हो दियो अलिक ठुलो ल्याउनु पर्यो यहाँ दियो भने नि बाती चाहिँ बत्ती बत्ती भन्नु है बाती सलेतो भएन सर तल नाइट्रोजन भनेन गइदिन्छु भनेर आएको तेल पनि हाल्नु होला सधैँ त सानो भयो अरे सर हुन्छ तेल छ भने त पल्लोमा फेरि झन् त्यो उसमा पनि हाल्दा पनि त्यहाँ लाग्दा पनि हुन्छ घुमाएर उयो गर्दा पनि हुन्छ कताबाट दाहिने कि उताबाट पनि जानु नि उताबाट पनि मन्दिर छ घुम्नु ए यता पनि हो ए यता काली मन्दिर हजुर ओ माई गड काली माता एकदमै एकै ठाउँमा र यति पवित्र ठाउँमा चाहिँ यसरी दर्शन गर्न पाउनु यो चाहिँ आफैमा पनि सन्दकपुर आउने प्राय आउनु हुँदो रहेछ अब कतिलाई त थाहा पनि हुँदैन नि त अब भिडियो हामीले हालेका छौँ हेर्नु होला र थाहा पाएर अब किनभने हामी कन्काई माईमा गएर पूजा गर्छौँ भने यो त उत्पत्ति स्थल हो होइन अनि यहाँ आइपुग्दा चाहिँ जसरी पनि आएर भगवान्को दर्शन गर्नु होला हामीले चाहिँ गऱ्यौँ
एकदम आनन्दको फिल भएको छ। यहाँ जान मनै लागेको छैन साँच्चै भन्नुपर्दाखेरि। एकछिन यहीँ बस्न मन लागेको छ होइन। अब नगएर पनि हुँदैन, हामी काम गर्ने यताउता हिँड्ने। अब हामी त भिडियो बनाउँदै हिँड्दैछौँ अनि आज धेरै ठाउँ अरू पनि जानुपर्ने छ यहाँको। त्यही बावजुद पनि अब यहाँको भिडियो अब त्यहाँनिर माथि आए पछाडि कन्काई माईको यस्तो यस्तो छ कुरा भनेर सुनिसके पछाडि यहीँ उत्पत्ति भएको भने पछाडि हामीले दर्शन गर्नुपर्छ भन्ने लागेर हामी केही नहुनिकन आयौँ। अनि हिमाल हेऱ्यौँ, हिमाल हेरेर यता अब भगवान्को दर्शन यस्तो राम्रो ठाउँ छ कि अब कन्काई माईहरू जस्तो मलाई चाहिँ कहाँको भाइब आयो भने जस्तो म कहाँ गएको थिएँ एकचोटि भने उहाँ कस्तो बिर्सिहालेँ मैले। खोला चाहिँ त्यस्तो छैन र पनि गजुरमुखी धाम गए जस्तो फिल भइरहेछ। तर यो चाहिँ सन्दकपुरको धेरै उच्च ठाउँमा छ। यहाँबाट चाहिँ माई भगवान्को उत्पत्ति भएको कारणले गर्दाखेरि आफैमा पवित्र ठाउँ हो। हिमालको सुन्दर सुन्दर दृश्य देखिएर पनि यो ठाउँ पवित्र नै छ र एकदम आनन्द भइरहेछ। अहिलेसम्म राम्रो भइरहेछ। दर्शन गरिसक्नुभयो? एक सेकेन्ड म त्यो पोखरीमा जान्छु, चट्ट हल्का पानी खान्छु। हुन्छ। तपाईँलाई कस्तो लाग्यो यहाँ आउँदाखेरि? यहाँ आउँदाखेरि एकदम मन शान्ति, पूजा गर्नु पाउँदाखेरि हामी जहिले नि सन्दकपुर आउँछ, सन्दकपुरवासी हामी यो मन्दिरमा पूजा दर्शन गर्नुहुन्छ है। यहाँ त यस्तो भाकल गरेर मान्छेहरू कहिले कहिले भाकल गरेर यहाँ पूजा गर्नुहुन्छ। यहाँ प्रायः जस्तो अब हाम्रो सिक्किमबाट आउँछ, दार्जिलिङबाट आउँछ, टुरिस्टहरू त त्यत्तिकै आउनुहुन्छ, नेपालबाट वरिपरिबाट धेरै आउनुहुन्छ। तर कतिलाई त यो यहाँनिर माई भगवतीको स्थल भनेर थाहा छैन। यो कतिलाई भन्दाखेरि अब यस्तो अब जस्तो अहिले अब भाइहरू आउनुभयो, भाइहरूले उयो गरिदिनु भयो भने चाहिँ अब उयो हुन्छ। नेपालमा नि यो इन्डियाकोहरू आएर चाहिँ धेरै गर्छ, यहाँनिर धेरै उयो गर्छ, उनीहरूले खिचिकन लगेर अब उयो गर्छ। तर उहाँहरूलाई यो चाहिँ थाहा छैन माई यहाँको माथि सन्दकपुर यो शिर हो माईको उयो भनेर। अब हाम्रो नेपालकोहरूलाई चाहिँ प्रायः थाहा छ, वरिपरिकोहरूलाई चाहिँ थाहा छ यो कुरोहरू। जो सन्दकपुर आउँदाखेरि चाहिँ हिमालको त्यो दृश्य अवलोकन गरिसके पछाडि अनि अलिकति तलतिर झर्दाखेरि ठ्याक्कै आइपुगिँदो रहेछ। धेरै बेर पनि लाग्दैन अनि बाटो पनि सजिलो छ। अनि त्यो कारणले गर्दाखेरि के भन्न चाहनुहुन्छ त यो ठाउँको बारेमा? यो बारेमा चाहिँ जो पनि सन्दकपुर आउनुहुन्छ यो गर्नुहुन्छ, यो जग्गामा आएर यो मन्दिरको दर्शन गरेर उहाँले पूजापाठ गरेर जानुहोस्। यो एकदम पवित्र जग्गा छ। यो जग्गामा मान्छेहरूले पूजा गर्नलाई भाकल राख्छ। कतिवटा जसले एउटा भाकल राखेर कतिवटा कुरा उहाँको उयो हुन्छ, त्यो कुराहरू पुगेर गइराखेको छ अहिलेसम्म। त्यो गरेर त्यति नै अब त्यो पूजापाठ गर्नु। ल ठिक छ। अब आउनुहुन्छ अरू पनि एक चक्कर लाएर चाहिँ जाने हो कन्काई माई पवित्र उत्पत्ति स्थल। भगवान् राम्रो होस्, सबैको कल्याण होस्। यहाँबाट उत्पत्ति स्थल हो यो चाहिँ, देख्न सक्नुहुन्छ। सर नमस्कार। हजुर नमस्ते। हजुरको नाम? मेरो नाम सुमित खनाल। सुमित खनाल। हजुर। ब्लग पनि बनाउनुहुन्छ? नर्मल्ली भर्खर सिक्दैछु। ए अनि माई धारको शिरमा आउनु भएको छ अहिले होइन, माई खोलाको शिरमा। हजुर। यहाँको विशेषता तपाईँको लागि त अमूल्य नबिर्सिने छ अरे होइन, त्यो बारेमा भनिदिनु त। यो बारेमा चाहिँ अब म सानै हुँदा एकचोटि बोलिसकेर हजुर हजुर फेरि बोल्न रोकेको थिएँ अरे। हजुर। मेरो हजुरआमाले चाहिँ माई खोलामा ल्याएर परेवा उडाउने कि भनेर भाकल राखिदिनु भएको रहेछ मेरो नामबाट। हजुर। त्यसपछि म फेरि बोल्न थालेको थिएँ अरे। हजुर हजुर। र अलिक पछि म ठुलो भएपछि आएर त्यो मैले भाकल पुरा पनि गरिसकेँ। त्यो तल माई खोलामा पुरा माई खोलामा, झापाको माई खोलामा गएर गरेँ। यो ठाउँ मुहान, यस्तो माई खोलाको मुहान चाहिँ आज फर्स्ट टाइम आइपुगेको म। कस्तो लागेको छ? यो चाहिँ एकदम राम्रो लाग्यो। यहाँ आएर पवित्र फिल भइरहेछ। तपाईँहरू धेरैजना आउनुभएको रहेछ इटारीबाट होइन? हामी इटारीबाट 5 जनाको ग्रुप आएको छ। ल यो भिडियो हेर्नेलाई के भन्न चाहनुहुन्छ? यो भिडियो हेर्नेलाई यो ठाउँ सन्दकपुर आउनु भयो भने चाहिँ तपाईँ इलामतिरै आउनु भयो भने एकचोटि सन्दकपुर चाहिँ घुम्न आउनु राम्रो रहेछ। र यो नेपालको पवित्र खोला माई खोलाको मुहानसम्म आइपुग्नु होला। हस् धन्यवाद। हस् धन्यवाद। तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्दैछ र कस्तो लागेको छ होइन? अब यहाँनिर चाहिँ हामी आइसकेको छौँ। आफैमा पनि पवित्र ठाउँ सन्दकपुर आएर तपाईँहरूलाई हिमालको दृश्य देखायौँ। अब हामी अरू ठाउँ पनि जान्छौँ, जस्तो घाम डुबेको दृश्यहरू देखायौँ। अब एउटा यस्तो ठाउँ छ अरे कि त्यो चाहिँ 5 थरमा पर्छ। अब त्यहाँनिर पुगेर कस्तो छ त रमाइलो ठाउँ भन्दै हुन्थ्यो। अब जान्छौँ। अब माई भगवतीको दर्शन गर्नुहोस्।
अनि त्यस पछाडि यदि सन्दकपुर आउनुभएको छ भने चाहिँ यहाँ आउन नछुटाउनु होला भन्दै यो भिडियोबाट म कुशल गाउँले बिदा चाहन्छु। नमस्कार।